बिहानै कसको मेसेज आयो भनेर आँखा मिच्दै उठेको त मेरो साथीको रहेछ। किन मेसेज आयो, के को मेसेज आयो भनेर म भिडियोको लास्टमा भन्छु है त। अनि उठेपछि त अब मेरो नर्मल रुटिन यही नै हुन्छ। बिहान उठ्ने बित्तिकै फ्रेस हुने, तातो पानी तताउने, अन्डा बोइल गरिदिने अनि तातो पानी खाने। नर्मल्ली मेरो मोबाइलमा कसैको पनि फोन मेसेज आउँदैन के। हुन त मैले पनि कसैलाई टाइम नदिएर होला, के गर्नु त साथीहरू, घरकै काम बच्चा बच्चीमै बिजी भइरहेको छु नि त। अब घर पनि हेर्नु पर्यो, बच्चा पनि हेर्नु पर्यो होइन। अनि त्यही भएर अनि त्यसपछि मेरो काम सकेँ, तातो पानी तताएर खाँदै सोच्दै गरेको थिएँ कि ओहो लाइफ कस्तोदेखि कस्तो हुँदो रहेछ होइन। कुनै दिन यो दिनको कति एक्साइटमेन्ट हुन्थ्यो भने त अहिले चाहिँ नर्मल भएछ कि केही यादै छैन कि के हो यो आजको दिन भनेर होइन। हुन त हामी हाउसवाइफलाई सबै दिन एउटै हुन्छ, बार के मतलब, दिन के मतलब र अकेजन के मतलब होइन। त्यही सोच्दै मैले आफ्नो तातो पानी खाँदै आजको भिडियो सकियो। साथीहरू कुरा के भन्दा आज मेरो बर्थडे हो।